मर्निङ ल धेरै पछि यहाँ मेरो साथी यहाँ अमितजी हामी चाहिँ आज ओकिनावा जाँदैछौँ धेरै पछि अब घुमघाम साथी पनि यहाँ बाहिरबाट आएको छ going to Okinawa ओके कस्तो हुन्छ ओकिनावा हेरौँ आज ट्रेन चढेको छ हामी अब हाम्रो चाहिँ यहाँ फ्लाइट साथी साथी दिदी चाहिँ जाँदैछौँ खै त केही दुई शब्द भन्दैन मलाई भन्न आउँदैन त्यही शब्दहरू यो भन्दै हाम्रो ट्रेन उठ्छ है अब ओके अब सबैलाई ओकेमा भेट्छौँ है त ल हामी यहाँ टोलीहरू नाहा एयरपोर्ट आयो ओकिनावा यहाँबाट हामी गाडी लिन जाने त्यहाँ गाडी लिएपछि अब कता हुन्छ हेर्दै जाउँ हामीले चाहिँ यहाँ गाडी पनि रेन्ट ल्याउँ अब यहाँबाट जाँदैछौँ है त अमित दिदी चाहिँ गाडी लिएर हाम्रो चाहिँ अब भ्यू हेऱ्यो अब चाहिँ हामी खाना खाँदा जान्छौँ है खाना आएपछि बल्ल अनि कता जाने हो लास्ट भोक लगाइरहेछ ट्रेनबाट झन् गाडी लिएर सिधै हाम्रो मात्रै आयो अब खाना खाने अनि कता कता हुन्छ सब घुम्ने हो हेर्दै गर्ने होला हाम्रो ब्लग है त त्यसको हेलो हामी चाहिँ अहिले यहाँ ठ्याक्क रेस्टुरेन्ट आइपुग्यो है तर कहाँको थाहा भएन बाटोमा भेटेर आइदिएको लोकल टाइपको रहेछ हो यहाँ हाम्रो ओकिनावा सोबा यहाँको फेमस सोबा हो त्यही खानु लाग्यो कस्तो हुन्छ अहिले हेरौँ है त ल चाहिँ खाना आयो ओकिनावाको यो सोबा दामी मिठो छ ट्राई गरौँ ओकिनावाको सोबा खाएर यता पिस मेमोरियल पार्क ओकिनावाको आइपुग्यौँ है कहिलेकाहीँ वारको मान्छेहरूको बारीमा हो यो पार्क आएर भिजिट गर्दा हुन्छ त नि है ओकिनावाबाट राम्रो छ यता समुद्र नि खतरा देखेको छ नेचुरल छ सब अब हेरेर जाउँ कस्तो छ भित्र नि यसको हामी चाहिँ हाम्रो रुममा आइपुग्यो है रुम चाहिँ यहाँ प्रपर हामीले एयरबिएनबीमा रहेको 3 तलाको माथि पनि छ अरे तीन तलाको दामी छ त माथि प्रपर बेडरुम छ नि छेटा ल हामी चाहिँ अहिले ठ्याक्क कोक साइड गरी घुमेर आयो अनि त्यहाँ गएर टाकोस राइस खायो आजको दिन चाहिँ यत्तिकै यताउता गरेर भ्याइयो फर्स्ट डे रमाइलो भयो है थ्याङ्क यू फर वाचिङ हेर्दै गर्नु होला हाम्रो ब्लग है ओके बाई गुड मर्निङ एभ्रिवान है हाम्रो चाहिँ यो डे सेकेन्ड अब हामी चाहिँ यहाँबाट चुरामी एक्वेरियम यहाँ कतिमा पर्छ अलिक थाहा भएन तर ठुलो एक्वेरियम हो यो चाहिँ अनि आजको हाम्रो ब्रेकफास्ट चाहिँ यहीँ 7-11को कफी र के हो स्यान्डविच होला ओके अब जाउँ कस्तो हुन्छ हाम्रो एक्वेरियम हेरौँ है त ल Cheers.
हाम्रो त्यहाँ 2 घन्टा ड्राइभ गऱ्यौँ एकछिन अब यहाँ ब्रेक लियो अब चाहिँ अब 15 मिनटमा पुग्छौँ हामी त्यो हल्का खाएर त्यहाँ बल्ल एक्वेरियम सिरियम भनेको छ मैले ल यो समुद्र नि खतरा रहेछ बिचहरू हामी चाहिँ एक्वेरियम भित्र छिर्यौँ है तर टिकट यहाँ 2180 एन पर्दा अब भित्र हेर्दै जाउँ के के छ रहेछ नि त माछा त सब पनि सागको रिसर्च ल्याबोरेटरी छ यहाँ देखाइरहेको छ साग के साग रहेछ अब डल्फिन सो हेर्छ नि होइन डल्फिनमा पुरा यहाँ फ्रीमै रहेछ त्यही अघि एन्ट्रान्समै इन्क्लुड हुँदो रहेछ डल्फिन सो हेरेर अनि एकछिन फेरि अब बिचतिर हुन्छ कता गएर अनि कता जान्छ हामी त के सिउले हामी ओसियन पार्क सबै हेऱ्यो फर्किँदैछ अब त्यही खाने कता जाने हेरौँ त्यसको चाहिँ अब यहाँ म्याक खान लाग्छौँ मेरो साथीले यहाँ जापानको म्याक खाइरहेको त्यो चाहिँ अब हल्का स्न्याक्स खाएर फेरि हामी जान्छौँ एउटा केप मान्जानु भनेको हेर्न अनि त्यसपछि अब टेम्परेच गरेर बनाएर खान्छौँ अब हामी चाहिँ खान्छौँ म्याक यही हो म्याक केप मान्जामो भनेर जाँदैछ है लाइक त्यो चाहिँ लाइक एलिफेन्ट जस्तो देख्छ त्यो अलिक फेमस चाहिँ हो के जाँदैछ इन्ट्रान्स चाहिँ 100 रुपियाँ रहेछ है एकजनाको ओके अब त्यहाँ गएर हेरौँ कस्तो छ एलिफेन्ट जस्तो छैन हेरौँ है यसको चाहिँ अहिलेको एलिफेन्ट ल आफ्टर लङ राइड हामी चाहिँ बल्ल यहाँ अमेरिकन भिलेज भन्नु आयो है
अमेरिकन भिलेज अमेरिका से रहेछ यहाँ अमेरिका स्टाइल दामी रहेछ जस अमेरिका देख्न पाइयो जापान बसेर लेट्स सी अझै के छ भन्दा अमेरिकन भिलेज चाहिँ भित्र ल पनि हामी चाहिँ यही अमेरिकन भिलेज घुम्दैछौँ लाइक ओसन भ्यू पनि हेर्नु मिल्ला जस्तो है राम्रो रहेछ ठुलो रहेछ ठाउँ चाहिँ भिलेज जस्तै रहेछ ठुलो भिलेज चाहिँ अमेरिकाको यता चाहिँ लाइक ओसन छ ठुलो के हाम्रो त्यो डे 3 हामी चाहिँ रुमबाट चेकआउट गर्दैछौँ अब यहाँबाट कता कता हुन्छ नजिक नजिक ओकिनावा घुमेर आज हाम्रो बेलुका फ्लाइट छ ओके लेट्स गो आज दिन कस्तो हुन्छ हाम्रो चाहिँ अब आज डे 3 है ओकिनावाकै नजिक नजिक कता हुन्छ घुमौँ जाउँ पहिला चाहिँ ब्रेकफास्ट खान जानुपर्छ आज चाहिँ 11 सिद्धिन्छ फेरि ब्रेकफास्ट ओके लेट्स गो जाउँ यहाँ फर्स्ट स्पट हाम्रो टेम्पलमा आएको छ नामिनो श्राइन भन्नेमा पहिला चाहिँ अब चोखो हुनुपर्छ है जम्म मन्दिरतिर फर्स्टमै ढोकेर अब आज पुण्य कमाउनु यो चाहिँ नामिनो श्राइनको है मेन रहेछ यसको तल चाहिँ बिच छ अहिले बिचमा जानुपर्छ हाम्रो चाहिँ मन्दिर दर्शन गऱ्यौँ अब यहाँबाट चाहिँ बिच जाँदै हो हेरौँ अब ओकिनावाको बिच कति राम्रो छ अब त राम्रै छ पहिला नै आएको लेट्स सी लेट्स गो नामिनो श्राइनको तलको टेम्पल रहेछ है तलको बिचहरू टेम्पल तलको बिच रहेछ त्यो सफारी छ त्यो अब कोही आउने आयो भने यहाँ स्विमिङ खेल्नु पाउँछ होला आएर स्विमिङ खेल्न मिल्छ त्यो यहाँ बिहान भयो अलिक खेल्दैनौँ पानी चाहिँ खतरा छ है त्यो यहाँ यति नै हुन्छ अब आगो जान्छ हामी चाहिँ सुरी क्यासल भन्नु हो त्योभन्दा अगाडि चाहिँ खाना खान जाऊँ भन्ने प्लान छ हाम्रो ओके अब आजको किनाको सोचेर बेसी चाहिँ अब यहाँ ब्रेकफास्ट खाने आज पनि बर्गर एकदम हेभी छ यो चाहिँ लाइक एएनडब्ल्यू रहेछ ओकिनावामा अमेरिकन बर्गर हाउस रहेछ हामी चाहिँ अब हाम्रो आज सेकेन्ड डेस्टिनेसन सुरी हिल क्यासल पार्क भन्ने ठाउँमा आइपुग्यो चाहिँ वर्ल्ड हेरिटेज साइटमा रहेछ है त्यो एन्ट्री फी 400 yen ओके हेरौँ मतलब वर्ल्ड हेरिटेज कस्तो छ यता अगाडि यसको यहाँ सुरी पार्क क्यासल पार्कभित्र आइपुगिसक्यो है दुई तल हेर्दा चाहिँ फेरि हाम्रो चाइनाको गेट अफ वल अफ चाइनाको देख्छ माथिसम्म कस्तो हुन्छ यहाँ धेरै मान्छे हुँदा तर यहाँ हामी चाहिँ एन्ट्री गऱ्यौँ है यहाँभित्र सिधा मात्रै पस्दिनुपर्ने छ 400 yen हामी चाहिँ भित्र जाँदैछौँ भित्र चाहिँ यो अलिक रिओपन भएको रहेछ सबको लागि ओके के छ भित्र हेरौँ वर्ल्ड हेरिटेज साइडमा त्यहाँ पनि भ्यू चाहिँ बबाल देख्ने छ भूमि दामी छ भिजिट ओकिनावा 2019 को 1031 मा पुरै आगो लागेर यस्तो भएको रहेछ त्यो 6 वर्ष नै अझै बनाइरहेको छैन भित्र चाहिँ पुरै अन्डर कन्स्ट्रक्सन भइरहेछ पुरै यसको पुरै आगो लागेपछिको सामान
भित्र पुरै कन्स्ट्रक्सन भइरहेको छ यहाँ चाहिँ कसरी हुँदैछ भनेर देखाइरहेछ पुरानो आगो लागेको ठाउँ हेरे अब यता हेर्दा चाहिँ पुरै यो ग्रेट वल अफ चाइना जस्तै छ माथि चाहिँ अब त्यहीँ जाँदैछ हामी यो चाहिँ यहाँको त्यो पहिला छोरी मान्छेहरू नुहाउने ठाउँ रहेछ ठुलो राजाहरू नुहाउने ठाउँ चाहिँ धेरै ठाउँ रहेछ यता अब चाहिँ माथि अझै के छ हेर्दै जाउँ खतरा रहेछ पुरानो हामी चाहिँ अहिले अब्जर्भेसन डेकको माथि आइपुगिसक्यौँ यहाँ चाहिँ पुरा खतरा हावा चलिरहेको छ र पुरै ओकिनावाको भ्यू देख्दा चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ तपाईँले ओकिनावाको भ्यू समुद्रदेखि लिएर बिल्डिङ छ यो क्यासलको एसी दिन्छ अब हामी यहाँबाट ओकिनावा वर्ल्ड जान्छौँ ओकिनावा वर्ल्ड चाहिँ एउटा केभ हो अन्त केभमा के छ सबै हेरौँ ल सबैजना है जाउँ अब हामी चाहिँ पार्किङ गरेर अब जान्छौँ हाम्रो चाहिँ अब आजको थर्ड डेस्टिनेसन फेरि आज फाइनल डेस्टिनेसन जान्छ ओकिनावा वर्ल्ड आइसक्यो हामी चाहिँ यहाँभित्र चाहिँ केभ छ जस्तो लाग्छ अब भित्र हेरौँ के छ है अब यहाँ टिकट काउन्टरतिर आइपुग्यौँ कति पर्छ थाहा छैन टिकट एकदम टिकट काटौँ भित्र हेरौँ यहाँ चाहिँ सर्पको सो पनि रहेछ एउटा एक्साइटिङ फिलिङ सो भन्ने स्नेकको त्यो नि पायो भने हेर्नुपर्छ फर्स्ट अफ अल हामी चाहिँ जम्प किन केभ हामी चाहिँ अब केभित्र छिन आइसक्यो है वाइल्ड खतरा छ हेर्दै यसको हेरौँ खतरा ठाउँ चाहिँ फर्स्ट टाइम छिरेर हेर्दा पनि कस्तो फोटोभन्दा चाहिँ कति त्यो एक्सपेक्ट गरेको हुन्छ लास्ट गर्मी पनि हुँदा चाहिँ पुरै ह्युमिडिटी भएको छ क्या तल अब चाहिँ हामी तलतिर जाँदैछौँ है तलतिर चाहिँ के छ अझै मिस्ट्रीहरू सँगै छ हामीभित्रको हेर्दै जान्छ हामी चाहिँ हामीभित्र छौँ है लास्ट प्लान बनाइदिउँ बिस्तारै म पछि अझै हेर्दैछौँ के छ हामी चाहिँ यहाँ केभित्र छौँ यहाँ चाहिँ लाइक 21 डिग्री हुँदो रहेछ भित्र चाहिँ है यो चाहिँ लास्ट एरिया रहेछ कत्रो ठुलो बनाएको रहेछ यिनीहरूले यस्तो बनायो भने जस्ट टुरिस्टहरू एट्र्याक्सन नि हुन्छ है नेपालमा पनि यस्तै होस् पछि कत्रो भयो छ अझै तलतिर पनि छ यसपछि हामी तलतिर जान्छौँ के छ सब देखाउँछ सबैहरूलाई ओके के फ्रुट्स वाचिङ फ्रुट्स वाचिङ हेर्ने फेरि स्नेकको के छ लास्ट हिँड्ने हामी अराउन्ड 40 मिनट्स जति वाक रहेछ लास्टै ठुलो रहेछ केभ चाहिँ रमाइलो भयो अझ के छ सब हेरौँ अनि त्यहाँबाट बल्ल खाजा खाएर अनि अब एयरपोर्टतिर लाग्छौँ हामी आज हामी चाहिँ अब एकछिन यहाँ ब्लु चिल आइसक्रिम ओकिनावाको फेमस आइसक्रिम खाँदैछौँ त्यो खाएर फेरि अब कता हुन्छ यहाँभित्र जान्छौँ हामी फेरि यो ओकिनावाको फेमस हाबु सक्यो सर्पको रक्सी बनाउने ठाउँ रहेछ यो ठुलो सर्प चाहिँ यही रहेछ भित्र चाहिँ फोटो खिच्नु दिएन भिडियोहरू यहाँबाट रहेछ यहाँ चाहिँ सर्पको यहाँ दुश्मन यहाँ पुरा घुम्दै रहेछ यहाँ के चाहिँ यो स्मल इन्डियन मङ्गुज रे रहेछ के भन्छ टटल हो कि भन्छ वाइल्ड ठुलो रहेछ ओकिनावाको गुम्बा यहीँ दिन्छ 3 दिन बेसरी घुम्यो अब यहाँबाट किन्दारी त रमाइलो भयो साथीहरूकोमा खुसी लाग्यो साथीसँग मजाले हेर्नु पाएँ दिदीसँग एकदम रमाइलो भयो अब फेरि मसाका छ रक्सी हेर्दै पनि होला